घाँटीमा कोठी हुने व्यक्तिहरूको पनि भनिदिनु न भनेर धेरैभन्दा धेरै कमेन्ट आएको छ। हजुरलाई पनि आफ्नो विषयमा जानकारी प्राप्त गर्नु छ भने कहाँ कोठी छ हजुरले कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। अवश्य पनि हजुरको कमेन्टमा रिप्लाई आउनेछ। घाँटीमा कोठी हुने व्यक्तिहरू सबैसँग मिल्ने अत्यन्त रोमान्टिक स्वभावका हुने गर्दछन्। धेरै साथी बनाउने, नयाँ नयाँ ठाउँमा घुम्ने, मिठो मिठो खाने र राम्रो राम्रो लाउनका पनि अत्यन्त शौकिन हुने गर्दछन्। यिनीहरूले मनमा केही कुरा भने लुकाएर राख्नै जान्दैनन्। सबै मनपेट खोल्ने र पछि गएर त्यही विश्वास गरेको व्यक्तिबाट धोका खाने गर्दछन्। माया गर्नेलाई तन मन धन दिएर माया गर्दछन् भने धोका दिने व्यक्तिलाई जीवनमा कहिले पनि फर्केर पनि हेर्दैनन्। अलिकति चाँडै निर्णय लिने, छिट्टै निर्णय लिने गर्नाले गर्दा पछि गएर पछुताउने पनि गर्दछन्। अरूको अधीनमा बस्न भने फिटिक्कै रुचाउँदैनन्। जतिसुकै कोसिस गरे पनि आफ्नो हातमा पैसा भने बचाएर राख्नै सक्दैनन्। आफूलाई मन परेको र चाहिएको कुरा जसरी पनि प्राप्त गर्नै पर्दछ भन्ने